वेलकम ब्याक गाइज। के छ हाल खबर? आज हामी अर्को एउटा भिडियो लिएर आएका छौँ। आजको भिडियोमा चाहिँ हामी DJI को माइक मिनीको अनबक्सिङ तथा सानो रिभ्यू गर्दैछौँ। यो चाहिँ स्पेसल्ली हल्का प्रोफेसनल र हल्का क्याजुअल युजको लागि माइक युज हुन्छ। र तपाईँहरूलाई अहिले सुरुमा नै भन्छु, अहिले चाहिँ मैले मोबाइलबाटै रेकर्ड गरेको साउन्ड सुनिरहेको छु। मैले प्रायः जसो युज गरेको चाहिँ यो स्योरको SM57 भन्ने माइक युज गर्थेँ र यो चाहिँ फोकसराइटको रिसिभर युज गर्थेँ भने आज चाहिँ मैले यो नगरिकन कस्तो सुनिन्छ भनेर माइक चाहिँ सिधै माइकबाट चाहिँ टेस्ट गर्दैछु, स्मार्टफोनको माइकबाट भने। र यसलाई अनबक्सिङ गरिसकेपछि यसलाई म जोडेर फेरि देखाउँछु है त। ढिलो नगरी सुरु गरौँ यसलाई। र यसलाई म सुरुमा नै भनिदिन्छु, सबैजनाले के भन्नुहुन्छ भन्दाखेरि यसको प्राइस कति हो भनेर सोध्नुहुन्छ धेरै जसो मान्छेहरूले। र यसलाई चाहिँ सुरुमा प्राइस भन्नु पर्दाखेरि यसलाई चाहिँ नेपालमा 11,500बाट सुरु हुन्छ। यो भनेको चाहिँ एउटा रिसिभर र मोबाइल एउटा ट्रान्समिटर र एउटा मोबाइल रिसिभरको लागि चाहिँ प्राइस हो यो 11,500। र दुईवटा ट्रान्समिटर र एउटा रिसिभरलाई चाहिँ 15,500 पर्छ, 14,500, 15,500 पर्छ भने यसलाई नै क्यामेराको किटमा किन्दाखेरि चाहिँ क्यामेराको रिसिभर दुईवटा ट्रान्समिटर गर्दाखेरि चाहिँ यसलाई करिब 20,000 जस्तो पर्छ, 19,500 जति पर्छ। र तलमाथि 500-1000 रुपियाँ तलमाथि हुन्छ भने इन्टरनेसनल सेक्टरमा चाहिँ यसलाई अलिकति सस्तो पर्छ। जस्तो अहिले चाहिँ मैले यसलाई जापानमा किनेको, जापानमा किन्दा चाहिँ मलाई 8,000 कति 500 चान्चुन पर्थ्यो भने मैले चाहिँ यसलाई अलिकति डिस्काउन्ट भएर 7,500मा चाहिँ किनेको हो। त्यसैले विदेशमा चाहिँ अलिकति सस्तो छ भने नेपालमा थोरै महँगो छ, ट्याक्स भ्याटको कुरा पनि हुनसक्छ र कतै अफलाइन स्टोरतिर तपाईँहरूले सस्तोमा पनि पाउन सक्नुहुन्छ। र यसलाई ढिला नगरिकन अनबक्सिङ गर्नुपर्दाखेरि हामीले देख्छौँ माइक मिनी भनेर यहाँ लेखिएको छ भने यसको पछाडि के छ भित्र भनेर लेखिएको छ। सबै कुरा भित्र हामी खोलेर हेर्नेछौँ है त। यसलाई म काट्छु अलिकति यहाँबाट। राम्रो छ, मलाई चाहिँ हल्का एप्पल भाइब आउँछ यो DJI को सामानहरू गर्दाखेरि। मैले पहिला पनि गिम्बलहरू किनेको थिएँ र माइक चाहिँ मेरो यो फर्स्ट टाइम हो। हेरौँ के छ। यस्तो खालको एउटा बक्सा देख्न सकिन्छ। यहाँभित्र चाहिँ यो यसको स्टिकर छ। यो स्टिकर चाहिँ अब खासै युज हुँदैन, कहाँ टाँच्ने के गर्ने, र युजर म्यानुअलहरू छ, यो चाहिँदैन, हाम्रो आवश्यक छैन। त्यस्तै बक्समा केही छैन अरू, खाली बक्स हो यो। र यहाँभित्र एउटा पाउच छ। यो पाउचभित्र चाहिँ हामीलाई चाहिने कुरा यहीँभित्र हुनुपर्छ। यो पाउच रहेछ, हल्का क्वालिटी हल्का प्रिमियम पनि छ, प्रिमियम फिल हुँदो रहेछ है। त्यस्तै गरेर यहाँभित्र हेरौँ ग्रिपमा यो चाहिँ हामीसँग डाटा केबल थियो, एउटा चार्जिङको लागि हो यो। त्यस्तै गरी अर्को छ हाम्रो, यो चाहिँ सबै थोक यसमै छ भन्नु पऱ्यो, यो विनमफ है। त्यस्तै गरी यतापट्टि रहेको छ हामीसँग, यो चाहिँ DJI को कभर होला सायद। अहिले फेरि यसलाई हामी डिटेलमा इन्फर्मेसन फेरि हेर्नेछौँ। यो चाहिँ सिलिका जेल छ, मोइस्ट नहोस् भनेर भन्नको लागि। र यो चाहिँ एउटा पाउच भयो है। अब त्यसपछि यसमा हेरौँ, यो भित्र हाम्रो एउटा चार्जिङ केस हो। यो चार्जिङ केस हो र यसमा चाहिँ यसलाई यहाँनिर प्याट्ट गरेपछि यो ओपन हुन्छ। यहाँ चाहिँ के छ भन्दाखेरि हामी देख्न सक्छौँ यहाँनिर यो एउटा रिसिभर हो है। यो चाहिँ स्मार्टफोनको लागि, स्मार्टफोन, ट्याब्लेट र के भन्छ ल्यापटपको लागि पनि यसले काम गर्छ। अब यो चाहिँ माइक मिनी 2 भयो है। अब यो चाहिँ यसो हेर्दाखेरि चाहिँ कभर लगाएको कि जस्तो देखिँदो रहेछ सेतो, तर यो त्यस्तो खालको सेतो कभर लगाएको सेतो चाहिँ होइन है। यहाँ देख्न सक्छौँ हामी चार्जिङको लागि। यसलाई मैले उकाइदिएँ। त्यस्तै यो म्याग्नेट हो, म्याग्नेट यस्तो हुन्छ भने। अब अघि हामीले देखिएको, यहाँ देखेको थियौँ हामीले, यसलाई खोलौँ। यसलाई खोलेर हेर्नु पर्दाखेरि यो चाहिँ यसको अगाडि लगाउने, यहाँनिर यसलाई उक्काउनु मिल्छ, यहाँनिरबाट सानो उक्काउने ठाउँ छ, यसलाई उक्काउनु मिल्छ। र अब हामीले अर्को पनि टाँसेर यसरी ट्याक्क चाहिँ लगाउन सक्छौँ है। जस्तै यो कालो र सेतो मलाई चाहिँ यो पर्फेक्ट म्याचिङ जस्तो लाग्छ। त्यस्तै गरी अर्को छ हामीसँग यो चाहिँ म्याग्नेट मात्रै हो। हामीले कतै लगाउनु पऱ्यो भने अब क्लिप लगाउनुमा मात्र क्लिप लगाउन सकिन्छ, होइन भने चाहिँ हामी के गर्न सक्छौँ, यसरी चाहिँ ट्याक्क बोल्न सक्छौँ है। त्यस्तै अर्को क्लिप छ, क्लिपलाई पनि हामीले लगाउन सक्छौँ। क्लिप लगाउँदाखेरि चाहिँ यो क्लिपलाई चाहिँ यहाँनिर यसरी हालेर हामीले हेलो हेलो भन्न सक्छौँ है। त्यस्तै गरी अब अर्को छ हामीसँग यहाँनिर विनमफ छ। यो चाहिँ अलि नोइजी इन्भाइरोमेन्टको लागि चाहिँ काम लाग्छ। यसले चाहिँ हावाको गतिलाई हल्का मधुरो बनाइदिन्छ। यहाँ दुईवटा क्लिप हुन्छ, यसलाई क्लिप र यसरी अड्काइदिएपछि यस्तो भयो। त्यसपछि अब हामी जहाँ पनि लगाउन सक्छौँ, यसरी लगाएर अब यसरी चाहिँ हामी बोल्न सक्छौँ है। अब यसलाई
तान्ने चाहिँ कसरी रहेछ है, तान्ने रहेछ, नर्मल रूपमा तान्दा नि आउँदो रहेछ है। अब यो रिसिभर भयो, यो भयो, यति हो हामीले पाउने कुरा है। चार्जिङ केसमा हामीले पाउने कुरा भनेको केही छैन अरू, स्पेसल्ली यो 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 औ जता पनि टाँसिन्छ त म्याग्नेट हो नि त हैन। यो भयो, यो भयो, हेर कति पावरफुल म्याग्नेट रहेछ। यो चार्जिङ केस भयो, यो विन मफ भयो, त्यसपछि गएर यो रिसिभर भयो, रिसिभरमा पनि यहाँ सानो स्टिकर छ, यसलाई उकाइदिउँ। यो एउटा रिसिभर भयो, त्यस्तै गरी एउटा ट्रान्समिटर भयो, एउटा चार्जिङ केबल भयो, एउटा पाउच भयो। अब यो डिजिआईको यो समथिङ समथिङ के हो, यो जे भए पनि हाम्रो के काम यो, यसलाई चाहिँ हामी रिमुभ गरिदिन्छौँ। यतापट्टि पनि चल्थ्यो, यसलाई चाहिँ हामीले चाहिँ रिमुभ गऱ्यौँ। ल यो यति चाहिँ हामीले बक्साभित्र पाउँछौँ, यति कुरा हो बक्समा पाउने, यहाँभन्दा केही पनि छैन। र यसलाई चाहिँ मैले अहिले प्राइस भनिसकेँ, नेपालमा र बाहिर कति कति पर्छ भनेर चाहिँ प्राइस भनिसकेँ। र अब यसलाई हामी के गर्छौँ भन्दाखेरि स्मार्टफोनमा एप्स डिजिआई मेमो एप्स डाउनलोड गरेर यसलाई पहिला सेटअप गर्छौँ, र सेटअप गरिसकेपछि म फेरि आउनेछु र यसैको अडियो लिएर म आउनेछु, हेर्दै गर्नु होला है त। ल यो चाहिँ अब इन्स्टल भयो, यसलाई ओपन गरौँ। ओपन गरिसकेपछि अग्री गरौँ। प्रडक्ट अब चाहिँ मैले माइक मिनी रेकर्ड के अरे माइक मिनीलाई कनेक्ट गरिसकेको छु। अब यसलाई कस्तो आउँछ माइक मिनीबाट भन्ने साउन्डको लागि चाहिँ म यहाँ टेस्ट गर्दैछु। ल यो चाहिँ अब मेरो क्याजुअल सुटिङको लागि मैले प्रायः जस्तो अब यसरी नै कनेक्ट गर्नेछु। अघि बोलिरहेको साउन्ड र अहिले बोलिरहेको साउन्डमा कति फरक छ भन्ने कुराहरू तपाईँले कमेन्ट गर्नु होला है त। त्यस्तै अब यसको चाहिँ आउटडोर सुटिङको लागि अथवा आउटडोर नोइज टेस्टको लागि हामी एकछिनमा जाँदैछु। म एकछिनमा तपाईँहरूलाई भिडियो टेस्ट गराउने छु। यसले कस्तो देखाउँछ, यसमा 3वटा मोड छ, एउटा लो, एउटा हाई, एउटा अफ भन्ने 3वटा मोड छ। 3वटै मोडमा चाहिँ कस्तो काम गर्छ त भन्ने कुरा यसले म देखाउँछु। र यसमा अर्को प्रिसेट पनि छ, 3वटा भोइस प्रिसेट पनि छ। त्यो भोइस प्रिसेटको पनि टेस्ट स्याम्पल म तपाईँहरूलाई दिनेछु र भिडियोलाई लास्टसम्म हेर्नु होला है त। हस्, र अहिले चाहिँ म डिजिआई माइक मिनी 2 टेस्ट गर्नको लागि बाहिर आउटसाइडमा आइसकेको छु। अहिले मैले माइक कनेक्ट नगरिकन बोलिरहेको छु, कस्तो आएको छ आवाज सुन्न सक्नुहुन्छ। र अहिले चाहिँ म माइक मिनी 2 कनेक्ट गरेर बोलिरहेको छु, कस्तो आएको छ आवाज भन्ने कुरा तपाईँहरूले सुन्न सक्नुहुन्छ। म स्मार्टफोनबाट अलिकता टाढा पनि छु, कति टाढासम्म यसले टिप्छ भन्ने कुरा रेन्ज पनि म बिस्तारै टेस्ट गर्नेछु। अहिले चाहिँ माइक फर्स्ट इनिसियल फेजमा कस्तो आएको छ भन्ने कुरा तपाईँहरूलाई मैले देखाउन खोजेको, सुनाउन खोजेको है। चाहिँ म माइकको रेन्ज कतिसम्म पुग्छ भन्ने कुरा टेस्ट गर्न जाँदैछु र अहिले म बिस्तारै बढ्दै गएको छु कहाँसम्म यसले टिप्छ भन्ने कुरा। मैले चाहिँ अब अहिले त सुन्न सक्दिनँ, बिस्तारै कति फिटसम्म टिप्छ भन्ने कुरा। धेरै टाढा छु म, बिस्तारै डिस्टेन्स बढ्दै गएको छ, सुन्न सकिन्छ कतिसम्म टाढा टिप्छ भन्ने कुरा। एकचोटि हेर्दै जाउँ। यसले यसको कनेक्टरको सिग्नलले पनि अलिकता थाहा त हुन्छ होला, मलाई थाहा छैन। अब त्यहाँ सुनिन्छ कि सुनिँदैन, रेकर्ड भइरहेछ कि छैन। म यति टाढा आइसकेको छु, सम्भवतः यसको रेन्ज कति छ त्यो टेस्ट गरौँ हामी। यहाँसम्म त राम्रै सिग्नल दिइरहेको छ, यसले यहाँसम्म राम्रै सिग्नल आइरहेछ, अझै सिग्नल राम्रै छ यहाँसम्म। कतिसम्म पुग्छ हेर्दै जाउँ। म यतापट्टि फर्केको छु, फर्किँदा अहिले त्यति राम्रो नआउला, यसरी नै फ्रन्ट फेसिङ भयो भने चाहिँ राम्रो आउन सक्छ। धेरै टाढा छ स्मार्टफोन, म चाहिँ यहाँसम्म आइपुगेको छु। यसको ग्रिन लाइट बलिरहेको छ, अझै ग्रिन लाइटमा त्यस्तो समस्या छैन मलाई जहाँसम्म लाग्छ। यसले टिपिरहेको छ र मैले यहाँसम्मको मात्रै टेस्ट गर्ने विचार गरेँ, यहाँभन्दा पछाडि जाने विचार गरिनँ। यति पनि म्याक्सिमम हो यो रेन्जमा चाहिँ। फर्स्ट फेजको त्यतिको रेन्ज मन परेपछि अब म सेकेन्ड फेजको रेन्ज टेस्ट गर्न जाँदैछु। अब चाहिँ म धेरै नै टाढा जान्छु, म यहाँबाट करिब समुद्रसम्म नै पुग्छु। र म चाहिँ अहिले ठ्याक्कै अपोजिट फर्केको छु। स्मार्टफोन र मेरो चाहिँ लुक्स डिस्टेन्स अपोजिट डिरेक्सनमा छ। म बढ्दै जान्छु, कहाँसम्म पुग्दो रहेछ यतापट्टि फर्किँदाखेरि लाइट रहेको छ, अझै कतिसम्म पुग्छ समुद्र मेरो प्रयास थाहा छैन मलाई। यहाँदेखि कति मिटर
अझै पनि राम्रै लाग्छ। स्मार्टफोन धेरै नै टाढा छ, म समुद्रमै आइपुगिछ। मलाई जहाँसम्म लाग्छ यति डिस्टेन्स मजाले कभर गरेको छ यसले। मलाई ग्रिन सिग्नल यहाँ बलिरहेको भएर खासै त्यस्तो फरक परेको जस्तो लाग्दैन स्ट्रेट डिस्टेन्समा। यति भनेको म्याक्सिमम नै रेन्ज हो, अब हामीलाई यहाँभन्दा धेरै त किन चाहिन्छ र, होइन? माइक कनेक्ट नगरिकन मैले मोबाइलबाट साउन्ड सुनाएको छु, कस्तो आएको छ? यहाँ छालको अलिअलि साउन्ड आइरहेको छ, सम्भवतः मेरो साउन्डलाई हल्का डिस्टर्ब पनि गर्छ होला त्यो साउन्डले। अब यो चाहिँ माइक जोडेर है, माइक जोडेपछिको साउन्ड हो र यसमा चाहिँ नोइज क्यान्सलेसन मैले अन गरेको छैन, अफमा छ नोइज क्यान्सलेसन है। यो चाहिँ नोइज क्यान्सलेसन लो अवस्थामा भएको बेलामा हो है, एकदम लोमा अन गरेको छु मैले। 3टा स्टेप छ, अफ, लो र हाई। अहिले चाहिँ नोइज क्यान्सलेसन लोमा छ है। ल अहिले चाहिँ नोइज क्यान्सलेसन एकदम हाईमा छ। यहाँ उपलब्ध भएको सबैभन्दा हाईमा नोइज क्यान्सलेसन गर्दा कस्तो साउन्ड आइरहेको छ तपाईँहरूले सुन्न सक्नुहुन्छ। यहाँ त्यस्तो धेरै हल्ला त छैन, यो छालको अलिअलि नोइज मात्रै हो, त्यस्तो ठुलो हल्ला त छैन। तैपनि केही डिफ्रेन्स त तपाईँहरूलाई पनि पक्कै पनि अनुभव हुन्छ होला नोइज क्यान्सलेसनले कतिको काम गर्दो रहेछ भन्ने कुरा है। अब चाहिँ यसमा भएको भोइस प्रिसेट मध्ये 3टा मध्ये एउटा त रेगुलरको भइहाल्यो, अर्को चाहिँ यो रिच टोन भन्ने भोइस टोन, अलिकता रिच आउने भोइस टोन मैले प्रिसेट लगाएको छु। कस्तो साउन्ड आउँछ कम्पेयर गर्नु होला है त, अघिको र अहिलेकोमा। यो चाहिँ रिच टोन हो है, यो चाहिँ ब्राइट टोन हो है। ब्राइट टोनमा कस्तो आइरहेको छ साउन्ड नोटिस गर्नु होला है। ब्राइट टोन, ब्राइट है, ब्राइट टोनमा कस्तो आइरहेको छ साउन्ड भन्ने कुरा नोटिस गर्नु होला। ब्राइट है। र यो चाहिँ रेगुलर टोन हो है, रिज नि होइन, ब्राइट पनि होइन, रेगुलर टोनमा कस्तो आइरहेको छ साउन्ड। 1 2 3 माइक चेक, 1 2 3 माइक चेक है। ब्राइट टोनमा कस्तो आइरहेको छ 1 2 3 माइक चेक है। एन्टी लाइट पर्छ कि केही बुझ्दैन।